हेलो गाइस, नमस्ते। म आज हेटो पकाएर देखाउँदैछु तपाईहरुलाई। लास्ट इयर पकाएको थिएँ, तर पकाइसकेपछि मात्र भिडियो बनाएको भएर सबैले कस्तो हुन्छ हेटो देखाउनु भन्नुभएको थियो। त्यही भएर आज म बनाउँदैछु। हेटो चाहिँ 2 महिना भइसक्यो रेकर्ड गरेको भिडियोहरु, तर मैले फुर्सद नभएर मजाले पानी उमाल्नुपर्छ। पानी उमालेपछि मात्रै पकाउन मिल्छ के, उम्लेको पानीमा राख्ने। मैले आगो बालिसकेछु। अब पानी राख्ने, तताउने। स्ट्रबेरीहरु उता पाक्दैछ मेरो। डाँठहरु काट्नुपर्छ, हार्ड हुन्छ यसको। त्यही भएर डाँठहरु काटेर मैले फालिसकेँ। अब म मजाले पानीमा राख्छु यसलाई। यता पानी उम्लिसक्यो। उम्लेको पानीमा राख्ने, मजाले चलाउँदै चलाउँदै पकाउने। उर्काई फर्काई पकाउने, किनभने चाहिँ एकपट्टि मात्रै पाक्छ नि त, नचलाइकन त्यतिकै चलाउने। एकछिन मजाले चलाउने, छोप्दै पकाउँदै गर्ने। 1.5 घण्टा जति टाइम लाग्छ यो पकाउनलाई। अनि पाकिसकेपछि त मिठो हुन्छ, तर पकाउँदाखेरि स्मेल आउँछ, टाउको दुख्छ, रिङ्गाटा लाग्छ यसको स्मेलहरु अलि हार्ड हुन्छ। अनि टर्रो, नमिठो, तितो हुन्छ यसको स्वाद चाहिँ। पकाउनु भन्दा पहिला पकाएर मजाले सफ्ट हुने गरी पकाउने यसलाई चाहिँ। अनि माथिबाट थिची अनि चलाउँदै पकाउँदै गर्नुपर्छ तातो पानीमा। पाक्दैछ। उता स्ट्रबेरीहरु पनि देखिराख्नु भएको छ हजुरहरुले। यसपालि स्ट्रबेरी पनि टर्नै फलेछ। अब चखाउन त सक्दिन होला, कस्तो हुन्छ टेस्ट भनेर मैले बताइसकेँ। अब यो चाहिँ हाम्रो सिजन सिद्धिसक्यो अहिले। मैले त अहिले भिडियो बनाउँदै छु। रेकर्ड चाहिँ पहिले नै गरेको थिएँ, फुर्सद नभएर। अब म एकछिन यसलाई ढाकेर पकाउँछु। मजाले उम्लिरहेछ। एकछिन ढाकेर पकाएँ। अलि टाइम नै लाग्छ यो पकाउँदाखेरि। ल पाकिसक्यो। अब यसले चाहिँ यस्तो छामेर हेर्ने कि सफ्ट भएको हुन्छ यसको चाहिँ डाँठहरु। यो सफ्ट भएको छ नि। अब पाकिसक्यो। यसले चाहिँ मजाले पानीमा पखाल्ने। पखाल्दै पानी पखाल्दै गर्ने। अनि रातभरि पानीमा राखेर छोड्ने। बिहानतिर पहिलो पानी निस्किन्छ, फेरि त्यो पानी पनि फाल्ने। सफा पानी आउँदिन चाहिँ पखाल्नुपर्छ कि यसलाई। गाउँघरतिर त बग्ने पानीमा राखिदिन्थ्यो रातभरि डोकोमा राखेर, अनि बिहान राम्रो हुन्थ्यो। अब हाम्रो त कहाँ, रातभरि खोल्यो भनेपछि ट्याङ्की नै खाली हुन्छ है। त्यही भएर त्यतिकै पखाल्दै राख्दै गर्ने। अनि अर्को दिन चाहिँ सफा पानी आउने। ल पखालिसक्यो। यसले चाहिँ मजाले चिर्नुपर्छ यसरी। चिर्ने, सबै डाँठहरु चिर्नुपर्छ कि पुरै यसो चिर्नुपर्छ। अनि पखालेर यसले चाहिँ निचारेर